साथीहरु मेरो वाह पाक्न सुरु हुन आँट्यो। मैले थोरै लगाएको थिएँ। वाह खेती यसो लगाएको थियो। अलिकति मुसा पनि लागे जस्तो छ। राम्रै नतिजा आउला जस्तो छ। सुकिसके जस्तो छ। एकदम यो डाइजेस्टिक बिस्कुट बन्नलाई युज हुँदो रहेछ। लगाएको छु। पाक्न सुरु हुन आँट्यो। हल्का ढलेछ र धेरै छैन। यसो एक मुरी जति 1-2 मुरी आउँछ कि भन्ने सोचेको। साथीहरु यो बेत त हाम्रो काँचै 200 रुपैयाँ किलो बिक्री हुन्छ। यो अलि महँगो चिज हो। गर्मी ठाउँमा अलि नहुँदो रहेछ। यो लेकलेक जस्तो चाहिन्छ यसलाई। त्यही भएर यो लेकलेक जस्तो ठाउँ छ जुका लाग्ने एरियामा प्रशस्त हुने रहेछ। यो राम्रै नतिजा आएको छ है। बालहरु राम्रै छ। धेरै लामो बालहरु छैन। ठिकै छ।